नमस्ते सबैजनालाई। आज हामी सजिलोमा राइटर र कस्टमर एप कसरी चलाउने हजुरहरूलाई जानकारी गराउँदैछौँ। यदि हजुर सजिलो राइटर बन्न चाहनुहुन्छ भने प्ले स्टोरमा गएर सजिलो राइटर एप सर्च गर्नुहोस् र देखाएको अरेन्ज कलरको लोगो चाहिँ सजिलो राइटरलाई हो भने, यदि हजुर सजिलो कस्टमर हो भने प्ले स्टोर या एप स्टोरमा गएर सजिलो राइट सेलिङ एप सर्च गर्नुहोस् र ओपन गर्नुहोस् र देखाएको अफलाइन बटनलाई अनलाइन थिचेर राइट लिन सक्नुहुन्छ। अब हजुरले राइट कसरी आउँछ र राइट कसरी लिने भनेर हामी देखाउँदैछौँ। हजुर कस्टमर हुनुहुन्छ र हजुरले जानुपर्ने डेस्टिनेसन लोकेसन राख्नुहोस् र हजुरले फाइन्ड अ बाइक भन्ने अप्सनमा गरिसके पछाडि राइडरलाई यस्तै गरी रिक्वेस्ट आउँछ र राइडरले एक्सेप्ट गरे पछाडि हजुरले पनि एक्सेप्ट गर्नुपर्छ अनि मात्र हाम्रो ट्रिप स्टार्ट हुन्छ। अब हजुरले कस्टमरलाई पिकअप गर्ने लोकेसनसम्म पुगिसके पछाडि बल्ल हजुरले स्टार्ट ट्रिप भन्ने अप्सनमा गएर युजरलाई भेट्नुभयो भन्ने अप्सनमा एस गर्नुहोस् र त्यस पछाडि मात्र हजुरको ट्रिप स्टार्ट हुन्छ र हजुरले ट्रिप कम्प्लिट गरिसके पछाडि कम्प्लिट ट्रिप भन्ने बटनमा थिच्नुहोस् र युजरलाई ड्रप अफ गर्नुभयो भन्ने क्वेसनलाई एस गर्नुहोस् र त्यस पछाडि हजुर यो पेजमा पुग्नुहुन्छ। यो पेजमा हजुरले आफ्नो टोटल फेयर पर किलोमिटर कति उठेको छ डिटेलमा देख्नुहुनेछ र हजुरले कलेक्ट क्यास गरेर आफ्नो क्यास लिन सक्नुहुन्छ भने हजुर कस्टमरबाट चाहिँ हजुरले एपलाई रेटिङ गर्न सक्नुहुनेछ।